हेलो नमस्ते स्वागत छ यहाँहरूलाई फेरि पनि मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी जाँदैछौँ कता घुम्न जाँदैछौँ गलबन्दिया। अनि आज चाहिँ हामी यस्तो ड्रेसमा जाँदैछौँ। रातो त काकीको पर्ची थियो नि त भाङ्रे नि भएर होस् बोका न बोका आफ्नो आफ्नै। आज भाङ्रे भएर जाँदैछौँ। गाइजहरू यहाँनिर हुनुहुन्छ। अनि बिनिका हामी चाहिँ अहिले निबु खोला आइसक्यौँ। अघि चाहिँ कहाँ जाँदैछु भनेर मैले भने जस्तो लागेन होइन। अनि अहिले चाहिँ हामी यहाँ आइपुगेपछि त थाहा पाउनुहुन्छ सबैजनाले। आम्मा टोलीहरू खै मेरो चाहिँ यहाँ बिहा आउँछ है। हामी चाहिँ गाइस आज डेटिङ आएको के डेटिङ बुझ्नु भएन यत्रो हाम्रो चड्डीकला देखा पनि हामी डेटिङ हिँडिरहेछौँ होइन। तर अब डेटिङ चाहिँ कोसँगै भन्दाखेरि कोसँग हामीलाई नै थाहा छैन। हामी चाहिँ अब उकालो लाग्दैछौँ डेटिङ उकालो लाग्दैछ। हामी टोलीहरू चाहिँ यतातिर हुनुहुन्छ। अनि हामी पनि लागिरहेको छौँ डेटिङ। कस्तो मतिर आयो होला पछाडि खोला दामी भएछ यहाँ। माथि पुलमा पनि जानुपर्छ है। यसलाई नै सम्झेर छ यसले त गर्दा पनि। अब आन्टीलाई त नभन हिँड नै तिमीहरू किन उकाल। मलाई टोलीहरूले छोडेर गए मलाई गर्ने भयो। हामी त पहिला माथि झर्ना गएर मात्रै यहाँ रिसोर्टमा आउने सल्लाह भयो। गर्मी भयो गर्मीले तर्नु आँट्यो। यहाँ पौडी खेल्नु जाऊँ क्या हो। गाइजहरूको चाहिँ बिजोग यहाँ छ। आम्मामा हिँड्नु आन्टी। अम्मा पौडी खेल्न मन लाग्यो। खेल्न त आउँदैन। डुबेर मऱ्यो भने फेरि सत्यानाश हुन्छ। सकिन्छ आउँदैन र मात्रै हो। मरि त हालिँदैन हेर्नु पानी। गर्मी चाहिँ लास्टै भइरहेछ। मिनिका एक दिन चाहिँ पौडी खेल्ने लुगा लिएर आउँछ र। हामी सुनसान नभएको बेलामा त्यति धेरै मान्छे नभएको बेलामा आउने भनेर भनेको थियौँ। साँच्चीकै अहिले चाहिँ मान्छे हुनुहुन्न। एकदिनमा चाहिँ मान्छे कति धेरै आउनुहुन्छ। त्यही भएर हामी पहिला उता फोटो खिचौँ न भनेको यिनीहरूले मानेन क्या मानेन। यस्तो भयो। हिजो अस्ति मात्रै सकेको पुल नयाँ। हामी यही पुल सकेर मात्रै आउनु भनेर बसेका हौ। हामी यहाँ आउने सल्लाह धेरै भएको थियो धेरै टाइम अगाडिदेखि। अनि यो पुल सकेर आउने भनेर चाहिँ बसेको थिएँ। यहाँ आइपुगेर चाहिँ कस्तो शीतल भयो। कस्तो गर्मी भइरहेको थियो अघि शीतल भयो। घाँटी दुख्ला जस्तो भयो। तिमी त भने रक्सी नपल्के यहाँको पुल खोइ बिचरा बिजोग बनाइदिएछ नि। ए बाढी पहिरोले बिजोगै बनाएछ। अब हामी यहाँ माथिको पुलमा जान्छौँ।
अगाडि त शीतल भयो बाहिर चाहिँ फेरि गर्मी छ आफ्नो तालमा सबै हामी चाहिँ पुल खोजेर हिँड्दैछौँ गाइज यहाँ टोलीहरू जङ्गल जङ्गल लो के बोले बुढाबुढी रे आले आले यहाँ हेर्न यहाँ पक्रेर हिँडेको गाइस हामी यहाँ अब पुल तर्नेको कमी भयो पुल तर्ने निदाखेरि हामी डेटिङ हिँड्दा हिँड्दा डेटिङ चाहिँ बसेरै जाने निर्णय भयो नौ डङ्कीहरू नडराउने होला यस्तरी पक्रिनु त्यो गरेर त्यहाँबाट त डर लाग्ने ठाउँ छैन नि त यहाँबाट चाहिँ यस्तो नजारा देखिन्छ मुनि त्यो डरपोकलाई त होस् होला ए अर्जुन आउने भने ल्याउ न नि अर्जुन तिमी आउँछौ भने लिएर आऊ मैले चाहिँ सफल अघि फ्याँक्दिसकेँ मेरो पछि खस्छु है सँगै यो नभएकोमा टेकेर हिँड्नु भने कि कस्तो दुख्दो रहेछ खोज्यो क्या अब खोज्यो न कौन कौन लोग रहते हैं ये से इनारू साथ दर्मो यहाँ आइपुगे तर पनि खाली खुट्टै मैले त अघि चप्पल खोलेको हो नि त अनि डरपोकहरू सबै आइपुगे यहाँ डराउनुको कारण चाहिँ म चाहिँ डरपोक होइन है यहाँ डराउनुको कारण चाहिँ यो पुल भर्खर नयाँ बन्दैछ नि त यहाँनिर सामानहरू आदि यहीँनिर छ यो त्यहाँ माथि त अलिकति बन्नी पनि सकेको छैन नि त त्यही भएर चाहिँ राम्रोसँग बनिएको छैन कि भन्ने कुरोले चाहिँ हो यस्तो डराउनु खोजेको लामो लामो पुलहरू तरिसकेको छौँ क्या हामीले तरिसक्नु चाहिँ नयाँ भएको कारणले चाहिँ हामी अलिकति डराएको हो होइन मजाले रसेको छैन कि भन्ने कुरोले यहाँ खासै मान्छे आउनु भएको छैन नि त यो पुल बन्नी पनि सकेको छैन त्यहाँ माथि त्यही भएर यहाँनिर चाहिँ पोजमा बसेका छन् जनताहरू अघि त झन् हात पनि उठाएका थिए तर क्यामराम्यान म अङ्गी छु त्यही भएर हामी चाहिँ यहाँ रिसोर्ट आइसक्यौँ गयौँ म चाहिँ नाच्दै हिँड्दा ठिक्क 1 2 3 कति धेरै भइसक्यो जा हामी चाहिँ यहाँनिर पतिसे रिसोर्टमा आइसक्यौँ माथि झर्ना गएर पनि झर्नाबाट चाहिँ हामी एकदम मस्तसँगले ल्यायौँ हातमा चप्पल बोकेर साडी उचालेर होइन अनि के भन्नु त्यस्तै हो पुलमा पनि गयौँ एकछिन रमाइलो गऱ्यौँ उफ्रियौँ वाट
कालो जस्तै रहेछ नि त्यो त मजुर होइन यो त होइन कालेको साथी होइन तिम्रो साथी आई गर्ने यार सुनवानीहरू यता फर्केर बनायो भने चाहिँ अलि राम्रो आउँछ होला कि भिडियो तर यता गऱ्यो भने चाहिँ कल आउँछ मलाई थाहा छ ल अब यहाँनिर भिडियो बनाउनु गर्मी गर्मी भयो यहाँनिर मङ्की नि आउँदा त भाग्यो त यहाँ कुखुरा पनि छ अनि खोइ यहाँ मङ्की मङ्की मेरो साथी मेरो बाबु यो चाहिँ मेरो साथी हो क्या यहाँ भनेको ए आमा आऊ अहिले हेर न बसेको मेरो साथी चाहिँ होइन मिनिकाको साथी चाहिँ हो है यो अस्ति बाटोमा छुटेको थियो अरे हेर न जिउ कनाउनु म आगेको होला ऊ त्यहाँ काखीमा कनाइदेऊ न कोखिलामा कनाइदेऊ न दाना दाना देखेन हजुर र अनि अस्ति थाहा थियो त मलाई यहाँनिर चाहिँ बिनिकाको साथी पनि भेट्यो होइन अनि बिनिका कस्तो मजाले खुसी भएर उसको साथीसँग भेटाभेट भयो गफ गरे अनि यो चाहिँ कसको साथी हो आमा जुम्रा पो हेर्दै रहेछ यिनीहरू त कस्तो लाजै दिन मान्छे आउँदा त लजाउनु पर्दैन जुम्रा हेर्नु हुँदैन भन्नु हुँदैन यसले त चान्स पाउनु हुँदैन अघि मौका छोपिहाल्छ कस्तो खालको मान्छे हो यो त मैले खेल्दा खेल्दै बहिनी यहाँ पिङ खेल्दै त बाँदरको साथी अलि यस्तो तर्नु फार न खुट्टा मलाई त्यो चप्पल देऊ न एकचोटि अनि म गरिहेर्छु ल डन आयो हेरौँ अब हो रहेछ आफै पो हल्लाउनु पर्छ त आफै हल्लाउनु पर्छ यो बसेर खेल्ने पनि हुनु पर्ने थियो दादा हो भन्नेहरू पनि चोक्टा खान आएको बुढी झोलमा डुबी मरे हामी चाहिँ बत्ती चाहिँ रिसोर्टमा इन्जोय गरेर पनि फर्किँदैछौँ होइन अन्त मस्त मजा आयो तर घर जानु बिर्सिन्छ के यहाँ आइपुगेपछि मस्त बसिन्छ कस्तो मजा हुन्छ अनि बस्यो अनि घर जान बिर्सिहाल्छौँ हेर न यहाँ मान्छेहरू गयो मेरो पहिले पालम सिकेर आउनुहोस् है आउनुहोस् बिनिकाको लागि पालम सिकेर भाषा सिकेर ऊ